नमस्ते खड्क जडीबुटी पसलबाट यहाँहरूलाई स्वागत छ। तपाईहरुको स्वास्थ्य हाम्रो चाहना। मसँग अहिले भर्खरै एउटा भाइले यो जडीबुटी लगाएको थियो, मस्ताना तेल, अनि यो तेल लगाएर भाइलाई अलि राम्रो भएको हो नि भाइ, हैन? तपाईले अहिले हात चलाउनु त भाइ, अलि हल्का भइसक्यो नि तपाईलाई, हैन? एकदम दुखिरहेको थियो अघि चाहिँ, अहिले चाहिँ एकदम निको भएको छ। निको भएको छ। अनि यहाँ दुप्चेश्वरको प्राङ्गणमा छु, रोडैको छेउमा। अनि साँच्चै भन्नुपर्दा यो भाइले हुन्छ कि हुँदैन भनेर मात्र भन्नुभएको थियो। अनि लगाइसकेपछि उहाँलाई कम भएको एकदम थाहा भएर खुसी हुनुभएको छ। अनि त्यही भएको कारणले खड्क जडीबुटी पसल नयाँ बस पार्क लोसे महलमा जहिले पनि तयारी गरिरहेको हुन्छ। अनि यो जडीबुटीहरू चाहिँ तपाईले देख्न सक्नुहुन्छ, धेरै किसिमको जडीबुटी छ। अनि यो चाहिँ हर दैलोमै आइरहेको हुन्छ जसलाई चाहे पनि। अनि युट्युब, टिकटक, फेसबुकमा तपाईहरुले माया गरेर लाइक, कमेन्ट, शेयर गर्यो भने धेरै धन्यवाद। हजुर।